Welcome guys to my day 4 of transformation series. बिहानको सुरुवात चाहिँ कफीबाट भयो। आजको वेदर चाहिँ 0 डिग्री थियो, जाडो थियो। त्यही पनि कफी खाँदै भ्यू हेर्दै आफ्नै तालमा हिँड्दैछु। सिधै जिम पुग्छु। अब जिम गएर भेटौँला। जिम पुग्ने बित्तिकै स्ट्रेचिङ वार्मअपहरू गरेर चाहिँ अब सिधै सेट सुरु गर्छु। अनि डम्बल प्रेसको चाहिँ मैले 3 सेट गर्छु। इन्क्लाइन बेन्च प्रेसको चाहिँ 3 सेट, अनि हाई केबल क्रसओभरको 3 सेट, अनि डिक्लाइन बेन्च प्रेसको चाहिँ 3 सेट हानेर चाहिँ मेरो चेस्टको वर्कआउट खतम हुन्छ। अनि म लाग्छु ट्राइसेपतिर। एउटा बेन्च डिप हानेर चाहिँ अनि म लाग्छु रो पुश डाउनतिर। रो पुश डाउनको 3 सेट, हाई केबल ओभरहेडको 3 सेट, अनि लास्टमा चाहिँ हाई केबल पुश डाउनको 3 सेट गरेर मेरो ट्राइसेपको सेट पनि खतम हुन्छ। अनि म लाग्छु कार्डियोतिर। मोबाइलमा चाहिँ चार्ज कम भएको कारणले चाहिँ मैले धेरै खिच्न सकेन। अनि मेरो आजको वर्कआउट यति गरेर चाहिँ खतम हुन्छ। अनि म निस्किन्छु जिमबाट। त्यसपछि चाहिँ म जान्छु मार्केट। त्यहाँ गएर पानी किनेर अनि आफूले लिएर आएको रुमबाट प्रोटिन र क्रिएटिन मिक्स गरेर खान्छु। बाटोमा आउँदै खाँदै गर्छु भ्यू हेर्दै। अनि अब अलिअलि हिउँ पनि झर्न लागिसकेको थियो। जाडो थियो बाहिर। त्यही पनि आएँ। रुममा आएपछि त्यही आफ्नो एज युजुअल मुसेली बनाएँ। मुसेली बनाएर चाहिँ खाएँ। अनि ड्युटी सुरु गर्नुभन्दा अगाडि चाहिँ 1 कप कफी भए त भयो। एनर्जी फिल हुन्छ नि त। सो आफ्टर द्याट चाहिँ म काममा पुग्ने बित्तिकै चाहिँ अनि हामीले चाहिँ ह्यान्डओभर लिनुपर्ने हुन्छ। अनि क्यास कार्ड सबै ठिक छ कि छैन चेक गर्छु। अनि पाली आउँछ मिलको। त्यसमा चाहिँ मैले बोइल एग अनि त्यसपछि हल्का नुडल्स लिएर चाहिँ खाएँ। यति खाएपछि अब एनर्जी फिल हुन्छ दिउँसभरि काम गर्नलाई। त्यसपछि चाहिँ फुडहरू वेस्ट गर्नु हुन्न भन्दै सबै बिस्कुट्सहरू कुकिजहरू चाहिँ प्याक गरेर राख्नलाई भोलि बिहानको लागि। त्यसपछि चाहिँ हल्का फुल्का काम गरेँ। अनि गेस्टहरू आएको थियो। गेस्टहरूलाई चाहिँ सर्भ गर्दै काम गर्दै गरेँ। अनि आजको दिन चाहिँ यसरी नै बित्यो। डे 4। होप एभ्रीवान लाइक द भिडियो। अनि त्यही भन्दै चाहिँ अहिलेको लागि चाहिँ अलविदा, गुड नाइट, सी यू सुन, बाई बाई।